हाई गाइज, आज म तपाईँहरूलाई मेरो स्प्रिङ गार्डन टुर गराउन गइरहेको छु। यो चाहिँ मेरो सानो एउटा गार्डन छ। यसमा चाहिँ अलिअलि फुल लगाएको छु अनि त्यति धेरै चिसो अझै पनि नहट्या हुनाले त्यति धेरै फुल चाहिँ छैन, त्यही पनि अलिअलि फुल लगाएको छु। यो चाहिँ मेरो एकदमै फेभरेट फुल हो। यो चाहिँ पहिला पोहोरकै वर्ष रोपेको, अहिलेको वर्ष पनि आफै आयो होइन। एकदमै राम्रो छ, मलाई एकदम मनपर्छ अनि नानीहरू पनि एकदमै रमाएर खेल्छ। मलाई चाहिँ एकदमै राम्रो लाग्छ यो फ्लावर गार्डनिङ गर्न अनि भेजिटेबल गार्डनिङ गर्न एकदमै रमाइलो लाग्छ। अनि यो चाहिँ मेरो पोहोरकै फुलहरू हो। यो चाहिँ मैले सयपत्री र मिक्स फ्लावरहरू लगाएको छु। यसलाई चाहिँ नेपालमा चाहिँ रक्तकाली फ्लावर भन्छ। अनि यो चाहिँ मैले मेरो पिसको ट्रीको पनि सानो थोरै फुल लगाएको अनि अलिअलि डेकोरेसन पनि गरेको। यो चाहिँ मेरो पोहोरकै फुलहरू हो अनि अहिलेको वर्ष पनि एकदमै राम्रोसँग फुल्यो। सबै जाडोमा मर्ने, फेरि त्यसपछि आफै आएर मजाले फुलिरहेछ। अनि त्यस्तै पिसको ट्री मुनि चाहिँ अलिअलि डेकोरेसन गरेर अलिअलि फुल लगाएको मलाई चाहिँ यो पर्पल र येल्लो कलरको फुल एकदमै मनपर्छ, त्यही भएर मैले यसरी राखेको। यो चाहिँ मेरो सानो भेजिटेबल गार्डन। मैले चाहिँ ब्रोकोली, भन्टा, साग, काँक्रो अलिअलि धनियाँ अनि खुर्सानी अनि त्यस्तै थोरै लगाएको छु। बर्डलाई पनि दाना राखिदिने गरेको छु अनि बर्डहरूलाई चाहिँ यसरी आएर खाँदा एकदमै रमाइलो लाग्छ। यो चाहिँ मेरो फ्रन्ट यार्ड हो। फ्रन्ट यार्ड पनि खासै फुल चाहिँ छैन, चिसो अझै पनि गएको छैन राम्रोसँग, त्यही भएर फुलहरू राम्रोसँग फुल्न सकिरहेको छैन। त्यही पनि अलिअलि भने पनि एकदम फुलहरू चाहिँ एकदम लगाउनु मन लाग्छ होइन। अनि फुलहरू हेरेर नै म चाहिँ आफूलाई एकदम फ्रेस फिल गर्छु, त्यही भएर चाहिँ फुलहरू चाहिँ लगाउने। यति बेलासम्म हेरिदिनु भएकोमा थ्याङ्क यू। सी यु इन नेक्स्ट भ्लग। बाई।